हामीले गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तर लिएर आएको छौँ। भिडियो स्टार्ट गरौँ। प्रश्न नम्बर 1 मा हेरौँ, सगरमाथा संवाद 2025 कहिले सम्पन्न भएको हो भनेको छ। विक्रम सम्वत 2082 जेठ 2 गतेदेखि 4 मा सम्पन्न भएको थियो। र प्रश्न नम्बर 2 मा हेरौँ, एसियाका ठूला अर्थतन्त्रबीच डलरमाथिको निर्भरता घटाउने उद्देश्यका साथ नयाँ सहमति कहिले कायम भएको थियो भनेको छ। सन् 2025 मे 11 मा भएको थियो। हामी 3 मा हेर्न सक्छौँ, विश्वमा चिया उत्पादनमा नेपाल कतिौं स्थानमा रहेको छ भनेको छ। 14औं स्थानमा रहेको छ नेपाल। र पहिलो चीन, दोस्रो भारत, तेस्रो केन्या भनेको छ भने चिया उत्पादनको हिसाबले 10 वटा प्रमुख राष्ट्रहरूको चाहिँ यहाँ दिएको छ। यो तपाईले स्क्रिनशट लिएर पढ्न सक्नुहुन्छ। र प्रश्न नम्बर 4 मा हेरौँ, राष्ट्रिय सूचना आयोगले चाहिँ आफ्नो 19औं स्थापना दिवसको अवसरमा सर्वोत्कृष्ट अभियन्ता पुरस्कार 2082 बाट कसलाई सम्मानित गर्यो भनेको छ। वरिष्ठ पत्रकार तारानाथ दाहाललाई। र प्रश्न नम्बर 5 मा हेरौँ, नेपाललाई कहाँ सम्पन्न अन्तर्राष्ट्रिय पर्यटन मेलामा वर्ष 2025 को लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य घोषणा गरियो भनेको छ। चीनको ग्याङ्जाओमा सन् 2025 मेमा। र प्रश्न नम्बर 6 मा हेरौँ, संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनर्स्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो भनेको छ। सन् 2021 देखि सन् 2030 सम्म। र प्रश्न नम्बर 7 मा हेरौँ, शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधायक प्रतिनिधि सभाबाट कहिले पारित भएको हो भनेको छ। विक्रम सम्वत 2082 जेठ 4 गते। र प्रश्न नम्बर 8 मा हेरौँ, एनसेलले अपाङ्गता भएका व्यक्तिका लागि चाहिँ डिजिटल समावेशीकरण प्रवर्धन गर्ने सिद्धान्त कहिले हस्तक्षेप गरेको हो भनेको छ। विक्रम सम्वत 2082 जेठ 5 गते। र प्रश्न नम्बर 9 मा हेरौँ, आबद्ध 2082-83 को वार्षिक नीति तथा कार्यक्रम अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई के बनाउने घोषणा भएको छ भनेको छ। राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धमा केही प्रमुख व्यवस्था भनिएको छ। र यसको व्यवस्था हेर्दाखेरि प्रश्न नम्बर 10 मा हेरौँ, विक्रम सम्वत 2082 वैशाख शुक्ल पूर्णिमाका दिन कतिौं बुद्ध जयन्ती मनाइयो भनेको छ। 2569औं बुद्ध जयन्ती मनाइएको। र 11औं मा हेरौँ, प्रश्न नम्बर 11 मा, नेपाल प्रहरीमा आर्थिक सम्बन्धी अपराध अनुसन्धान गर्ने उद्देश्यका साथ आर्थिक तथा वित्तीय अपराध अनुसन्धान एकाइको गठन कहिले भएको हो भनेको छ। विक्रम सम्वत 2082 वैशाखमा। अहिले यो एकाइलाई चाहिँ केन्द्रीय अनुसन्धान ब्युरो CIB कै मातहतमा राखिएको। र प्रश्न नम्बर 12 मा हेरौँ, बाल ब्रह्मचारी सदानन्द अधिकारीले भोजपुरको दिङलामा संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए भनेको छ। विक्रम सम्वत 1932 मा। र प्रश्न नम्बर 13 मा हेरौँ, ट्रान्सपरेन्सी इन्टरनेसनल को स्थापना कहिले भएको हो भनेको छ। सन् 1993 मेमा। र प्रश्न नम्बर 14 मा हेरौँ, श्रम सम्बन्धी मुद्दा हेर्ने उद्देश्यका साथ श्रम अदालतको गठन कहिले भएको हो। विक्रम सम्वत 2077 असोज 29 गते। र प्रश्न नम्बर 15 मा हेरौँ, भौगोलिक खोजकर्ता क्रिस्टोफर कोलम्बस र वास्को डी गामाद्वारा प्रयोग गरिएको नक्साको निर्माण गर्ने व्यक्ति को हुन् भनेको छ। मुहम्मद अली इदिसी भनिएको छ। र प्रश्न नम्बर 16 मा हेरौँ, एसिया प्रशान्त आर्थिक सहयोग एपेक को स्थापना कहिले भएको हो भनेको छ। सन् 1989 मा। र प्रश्न नम्बर 17 मा हेरौँ, नेपाललाई कहिलेसम्म सहयोगापेक्षी सडक मानवरहित नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ भनेको छ। विक्रम सम्वत 2082 सम्म। र प्रश्न नम्बर 18 मा हेरौँ, नौरोबी फ्लाइ भन्नाले के बुझिन्छ भनेको छ। छालामा संक्रमण ल्याउने किरा नेपालमा 2079 असारमा देखा परेको थियो। र प्रश्न नम्बर 19 मा हेरौँ, अरुण तमोर र सुनसरी नदीको सङ्गम स्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ भनेको छ। खुवालुङ भनेर चिनिन्छ। यसमा हेरौँ, धनकुटा, भोजपुर र उदयपुरको सिमाना क्षेत्रमा अवस्थित यो ढुङ्गा किरात राई समुदायको सांस्कृतिक अवस्थाको केन्द्र मानिन्छ भनेको छ। र प्रश्न नम्बर 20 मा हेरौँ, राष्ट्रिय लेखक दिवस कहिले मनाइन्छ।
वैशाख 16 गते र यसको बारेमा थोरै हेरौँ। नेपाली लेखक सङ्घद्वारा चाहिँ 2082 जेठ 16 गते राष्ट्रिय लेखक दिवस मनाइएको। प्रश्न नम्बर 21 मा हेरौँ। बाल साहित्यको महत्त्व उजागर तथा पठन सांस्कृतिक प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन कहिले सम्पन्न भयो भनेको छ विक्रम सम्वत 2081 असोज 4 गतेदेखि 5 गतेसम्म। यसको बारेमा थोरै हेरौँ। सम्मेलनमा नेपालबाट 200 भन्दा बढी र बाहिरबाट 10 देशका 31 जना विदेशी सहजकर्ताको सहभागी रहेको भने होला। र प्रश्न नम्बर 22 मा हेरौँ। ब्लू इकोनोमी भन्नाले के बुझिन्छ भनेको छ समुद्रसँग जोडिएर गरिने आर्थिक क्रियाकलापसँग सम्बन्धित दिगो विकासको मोडल भनेको छ। र वस्तुगत प्रश्न सकिएको छ। अब विषयगत प्रश्न हेरौँ। सामाजिक परिचालनको अवधारणा स्पष्ट पार्दै